छ अब 10 मिनेटमा यसो रेस्ट काम पनि सबै सक्यो होइन। कस्तो हेर्दैनौ नहेरेर हुन्छ उनीहरूले भिडियो हेर्नै पर्छ दाइ। हेलो मित्र हो वेलकम ब्याक। आज पनि तपाईँहरूको साममा दर्शन नमस्ते। ल अब चाहिँ ड्युटी सक्यो होइन, अब ड्युटी सक्यो कति बज्यो भने होइन 11 बजेर 50 मिनट गएछ, 10 मिनट बाँकी छ। ठिक छ अब 10 मिनटमा यसो रेस्ट काम पनि सबै सक्यो होइन। गरम तर्फ लागि चाहिँ गाइस त्यही हो। अब रुम जानलाई वेट गरिरहेको हो होइन, रुम जानलाई अब त्यही नै हो गाइस है। के भन्ने है, कामसाम सक्यो, होटेल सोटेल सब बन्द भयो होइन, सब बन्द भइसक्यो। अब होटेल सोटेल हाम्रो होटेलमा चाहिँ यस्तो छ होइन, होटेल सोटेल बन्द भइसक्यो। अब कसो यो सबै चटक्क भइसक्यो। गल्यो पनि होइन, 9 घन्टा छ काम गर्नुपर्ने टाइम भनेको चाहिँ, अब 9 घन्टा चाहिँ गरिसक्यो है। अब 11 बजेर 50 मिनट गएको छ, 10 मिनट यस्तो रेस्ट। आज के भयो छिटो रेस्टुरेन्ट बन्द भएर होइन, कस्टमर नभएर अब रुमतर्फ लागिँदैछ। त्यही नै हो है। अब बाँकीको कुरा भने हामी निरन्तर जारी छ डेली ब्लगमा। सो तपाईँहरू हेरेर साथ दिनु होला होइन, एउटा दुईवटा सब्सक्राइब पनि गरिदिनु होला भन्ने चाहन्छु। अरू त त्यस्तै यस्तै हो है, त्यही नै हो। सब्सक्राइब गरिदिनु होला होइन। मेरो भ्युवर्सहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि, तपाईँको एउटा सब्सक्राइबरले हुनु त खासै त्यस्तो चाहिँ फरक पर्दैन, तैपनि मेरो लागि धेरै फरक चाहिँ पर्ने कुरा हो। त्यही नै म राम्रो राम्रो कन्टेन्ट बनाएर हाल्ने कोसिस गर्छु होइन। यदि तपाईँहरूलाई यो कन्टेन्ट राम्रो लागेन, केही कमी कमजोरी छ भन्ने यसरी सुधार्नु भन्नु होला, हेरेर प्रतिक्रिया दिनु होला है। त्यही नै हो। थ्याङ्क यू त भन नि यार। कस्तो हेर्दैनौ नहेरेर हुन्छ उनीहरूले भिडियो हेर्नै पर्छ दाइ होइन। सेलिब्रिटी होइन, राम्रो हुनु पर्यो होइन, कन्टेन्ट राम्रो हुनु पर्यो। त्यही नै हो कन्टेन्ट। अब के त्यही ड्युटी आयो गयो खायो हग्यो त्यही हो। अनि के हो दाइ डेली भ्लग भनेको त के हो? अनि आफ्नो कामै त त्यस्तो छ। डेली डाल्छ, डेली नै डेली एक दिन का बाद दूसरा दिन डालते साथी। एक दिन डालेगा फिर दूसरा दिन नहीं, दूसरा दिन डालेगा ऐसा। अभी ये छोटा है ना, छोटा मिनी शॉर्ट ब्लॉग बनाएंगे। छोटा, इतना लंबा भी नहीं है, इतना छोटा भी नहीं है, सिर्फ मीडियम करके डालेंगे वीडियो। अच्छा से देखने बनाउँछु म भिडियो, बनाउँछु म भिडियो। भ्युज आउँदैन, कहिलेसम्म आउँदैन थाहा छैन मलाई पनि। यस्तै छ, ऱ्याप हानिदिन्छु कसैको लागि होइन। त्यो चाहिँ फ्री स्टाइल ऱ्याप हो क्या होइन। म भिडियो बनाउँछु, भ्युज आउँदैन, लाइक आउँदैन, केही नै हुँदैन क्या। तर पनि कहिलेसम्म हो भनेर चाहिँ विचार गर्नलाई हालिराखेको छु भनौँ न। युट्युबमा प्रायः म धेरै चाहिँ युट्युबमा हाल्ने गर्दछु है। हाल्ने हो 6 महिना कट्यो, अब 6 महिनासम्म हाल्ने हो। 50 सब्सक्राइबर 950 सब्सक्राइबर हुनुपर्ने बाँकी छ। अनि 12 वाच टाइम पुगेको छ। अब 4000 भनेपछि 3900 98 1900 होइन हो 89 वाच टाइम कहिले पुग्छ होला नि भन्न खोजेको क्या। यत्रो लामो अड्काएर सेट मैले मलाई आज पुरानो याद आयो क्या एउटा कुराको। जस्तै कि मैले 2021मा एउटा युट्युबमा एउटा भिडियो हालेको थिएँ क्या। 2021मा होला क्या। त्यतिखेरदेखि म होइन, मैले अलिक राम्रो फोन किनौला या अलिकति भ्लग बनाउने केही किनौला भनेर चाहिँ मैले त्यतिखेर हालेको थिइनँ क्या। एउटा त्यतिखेर त्यो भिडियो चाहिँ मैले नर्मली यस्तिकै हालेको थिएँ होइन।
2021 अरे अहिले 2026मा आएर मैले मोबाइल पनि किनेँ होइन अनि अब विदेश पनि आइयो होइन विदेश आएर मोबाइल किनियो भनौँ न मोबाइल किन्यो अनि मलाई भ्लगको जोर्नी चाहिँ आजदेखि 6 महिना भयो 6 महिना भयो छैन भ्लगको जोर्नी गरेको तर लक्षर पाटो भने चाहिँ केही लागेकै छैन क्या कति छ सब्सक्राइबर भन्नु न जम्मा 50 जना पनि पुगेको छैन क्या 50 जना सब्सक्राइबर पुगेको छैन भ्युज कति आउनु पर्यो थाहा छ एउटा मेरो भिडियोमा भ्युज जम्मा 5 भ्युज 5 देखि 10 भ्युज धेरै भनेको 20 भ्युज 20 भ्युजभन्दा माथि मेरो छैन क्या छैन क्या अब भन्नु न अब कस्तो होला होइन अब म भ्लग बनाएर हिँडौँ कि यसलाई स्थगित के गरौँ यार तपाईँहरूको केही छ राय यसो दिने मलाई के गरौँ भन्नु त ल 6 महिना भयो क्या 6 महिनामा न 50 सब्सक्राइबर बढ्यो न भ्युजमा लाइकै आयो न भ्युजै आयो न लाइकै बढ्यो के गर्नु यार अनि यार यो भ्लगर पनि कति चाहिँ छ यार धेरै जन्मियो नि त कसले भ्लग हेरेर साध्य हुन्छ क्या अब त थाकि नै सक्यो यार गाइस म रुम आइपुगेँ होइन आजको यो मिनी सर्टली भ्लगमा यहीँसम्म खत्तम हुनेछ होइन सर्टली अनि मिनी भ्लगमा खत्तम नै हुनेछ